राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सुदूरपश्चिम प्रदेश समितिको आज बस्ने बैठक अघि पूर्व प्रदेश महामन्त्री पारस बाहुनले संगठनको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत 8 बुँदे धारणा सार्वजनिक गर्दै आजको बैठक केवल औपचारिकतामा सीमित हुने वा संगठन सुधारतर्फ ठोस निर्णय लिने भन्दै प्रश्न गरेका हुन्। बाहुनले प्रदेश संगठन सचिव चयन प्रक्रियामा देखिएको विवाद, एकल आवेदक हुँदाहुँदै वैकल्पिक बाटोबाट नियुक्तिको प्रयास र 3.5 वर्षदेखि नेतृत्वमा रहेका प्रदेश सभापतिको भूमिकाबारे समीक्षा हुनुपर्नेमा जोड़ दिएका छन्। उनले व्यक्तिगत प्रतिशोधका शिकार बनाइएका नेता कार्यकर्ताको पुनर्समीक्षा, नवप्रवेशी र पुराना सदस्यहरूको न्यायोचित व्यवस्थापन, गुप्त रूपमा मनोनीत विभाग पदाधिकारीको विवरण सार्वजनिक गर्नुपर्ने विषय पनि उठाएका छन्। आगामी अधिवेशनको स्पष्ट खाका र वडा तथा पालिकामा प्रभावहीन रहेका नेतृत्वबारे पनि प्रश्न गर्दै बाहुनले पार्टीको भावी दिशा यही बैठकले तय गर्ने संकेत दिएका छन्। रासपा सुदूरपश्चिम बैठकले पारस बाहुनका प्रश्नको समाधान देला त आफ्नो विचार कमेन्ट गर्नुहोस्।